मर्छ चिसोले मरिहाल्छ। ल गाइजहरू म चाहिँ अहिले रारामा ऱ्याफ्टिङ गरिरहेको छु। मोबाइलबाट हेर्नु छ मोबाइलमा तपाईँलाई नमस्ते। हामी चाहिँ केही कुरा भन्न चाहन्छु राराको बारेमा। मुगु जिल्लाको यो पश्चिमपट्टि रहेको यो रारा त 2032 सालमा यो रारा राष्ट्रिय घोषणा भएदेखि यसको पुरा बढी चर्चा छ। अनि अहिले सरकार चाहिँ यो रारा थानमा हेलिकप्टरमा बसेर निधन भएपछि अझै चर्चा छ। यसको वरिपरि वातावरण एकदमै हरियाली वनजङ्गल राखेको छ। अहिले चाहिँ धेरै यो पर्यटनको लागि बाटोहरू माथि र यो ऱ्याफ्टिङको व्यवस्था होइन, अनि हाई पोइन्टको व्यवस्था, त्यस पछाडि विभिन्न होमस्टेहरूको व्यवस्था एकदम राम्रो भइरहेछ। तपाईँहरू आउन चाहिँ प्रयास गर्नु होला, अवश्य आउनु होला। थ्याङ्क यू साथीहरू। राराबाट यो भिडियो बनाएको हो। सट्ट लगाएर हेर्नुहोस्, भिडियो हेरेर पनि खुब आनन्द आउँछ होला हो। के अरे के भन्नु पऱ्यो?